बुढी आज शनिबार दिन मिठो खाना पकाएर खाऊ न पिरो अमिलो नुनिलो खाना मन लागेको छ मिठो बनाऊ ल हस् आज म बनाउन जाँदैछु फर्सीको मुन्टा साथीहरू हेरेर प्रतिक्रिया दिनुहोला। अनि आज चाहिँ धेरै समयपछि आगो बालेर पकाउन मन लाग्यो। एकदमै पहिला चाहिँ आगोमा बनाएको स्वादै छुट्टै हुन्थ्यो। अहिले चाहिँ ग्यास मात्र बनाउनु भएको भएर चाहिँ कति ग्यासको मात्र खानु भनेर शनिबारको दिन फर्सीको मुन्टा अनि तरकारीहरू बनाउँदैछु। यसो हेर्नुहोला, यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अब म गइरहेको छु करेलाको तरकारी बनाउन है त। एकदम सिम्पल तरिकाले जस्तो जाने त्यस्तै बनाएँ। हजुरहरूले हेरेर कहाँ मिस्टेक भयो भनिदिनु होला, कमेन्ट गरिदिनु होला साथीहरू। अब आज चाहिँ शनिबारको दिन भएर मैले आलु काँक्रोको अचार पनि बनाएँ साथीहरू। सबै थोक बनाएर भ्याइँदैन नि त। अनि शनिबारको दिन त फुर्सद हुन्छ, अनि त्यसैले अचार पनि बनाएको छु।